यसलाई खास गरी कतै कतै डौरे र कतै कतै यसलाई रुखु न्यु पनि भन्ने गरिन्छ। यो मध्य तथा पश्चिमी पहाडी क्षेत्रहरूको बिरालो, ओसिलो तथा यो घारी जङ्गलहरूमा पाउने गर्छ। यो खास गरी 12 मास पाउनु चाहिँ, तर यो चैत वैशाखदेखि असार साउनसम्म मात्रै यसलाई खाने गरिन्छ, खानाका लागि उपयुक्त हुन्छ। यसलाई चाहिँ ठाउँ अनुसारको विभिन्न नाम दिइएको छ। यो खानाका लागि निकै चाहिँ स्वादिलो। यसको खास गरी कलिलो मुन्टाहरू मात्रै खाने गरिन्छ। यो डौरेको कलिलो मुन्टाहरू, यो पछि जिनायो भने चाहिँ खान मिल्दैन। यो चाहिँ यसको कलिलो मुन्टा खाँदा चाहिँ शरीरमा तागत दिने र यो एउटा औषधिको काम गर्ने भएको हिसाबले यसलाई चाहिँ निकै नै स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। खास गरी यो मैले चाहिँ हिजो दैलेखबाट लिएर आएँ। निकै नै यो स्वास्थ्यका लागि फाइदाजनक छ। तपाईँहरू पनि यो समयमा डौरे खान सक्नुहुन्छ। हामीले ल्याएको डौरे चाहिँ यही नै हो।